नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा हेडलाइन्स। धादिङको दुर्घटनामा ट्रक दुर्घटना, 2 जना घाइते। सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगबाट ओली प्रचण्ड नेतृत्वको नेकपा खारेज। राष्ट्रिय सभा सांसद कोमल ओलीबाट नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर। नेपालमा पछिल्लो 24 घण्टामा थप 59 जनामा कोरोना भाइरसको संक्रमण। र सप्तरीमा 11 वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ। अब समाचार विस्तारमा। धादिङको बेनीघाटमा ट्रक दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। रूपन्देहीबाट सिमेन्ट लिएर काठमाडौँ जाँदै गरेको लु 1 ख 7763 नम्बरको ट्रक त्रिशुली नदीमा खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका चालक 54 वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक 28 वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो। दुवैको ट्रकले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक लोभराज पाण्डेले जानकारी दिए। झापामा बस र स्कुटर एक आपसमा ठोकिँदा 1 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। झापाको शिव शताक्षी नगरपालिका 9 मा मे 1 ख 2746 नम्बरको बस र को 38 प 4194 नम्बरको स्कुटर मंगलबार ठोकिँदा इलामको चुलाचुली गाउँपालिका 4 का 38 वर्षीय राजेन्द्र देवानको मृत्यु भएको हो। प्रहरीका अनुसार देवान स्कुटर चालक हुन्। उनको बिर्तामोड स्थित बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले ओली प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेको छ। मंगलबार निर्वाचन आयोगले यी 2 पार्टी मिलेर बनेको नेकपाको दर्ता खारेज गरेको हो। आयोगले फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित 15 दिनभित्र आयोगमा आउन पनि भनेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न चाहे 15 दिनभित्र आयोगमा निवेदन दिन सक्ने भएका छन्। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन 2073 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 विपरीत नहुने गरी दुवै दलले आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गर्नुपर्ने बताएको छ। त्यस्तै केन्द्रीय समितिको निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएको एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिन्ह सहित प्रस्ताव गरी आयोगमा निवेदन दिन भन्दै आयोगले प्रेस विज्ञप्ति जारी गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनीतिक आग्रहले प्रेरित भएको निष्कर्ष निकालेको छ। सोमबार पार्टी कार्यालय पेरिस टाढामा बसेको बैठकले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको सन्दर्भमा गरेको फैसला असहमति राखेको छ। पार्टीले फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रियामा जाने पनि निर्णय गरेको छ। बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता नारायण काजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरेको बताउनुभयो। सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाको रूपमा लिएको छ। पार्टीको नाम सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामका बारेमा निष्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने यसको उत्तरदायित्व जिम्मेवारी हुँदाहुँदै त्योभन्दा बाहिर गएर फैसला गरिएको छ। पार्टीको नामको बारेमा रिट निवेदकको दाबी अनुसार फैसला हुँदा हामीले त्यसलाई स्वागत नै गर्ने थियौँ, तर रिट निवेदकको प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतले रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर राजनीतिक फैसलाको रूपमा फैसला गर्ने निष्कर्ष निकालेको पनि जानकारी गराउनुभयो। नेकपा केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने यसअघि नै प्रतिक्रिया दिइसकेको छ। राष्ट्रिय सभा सांसद कोमल ओलीले नेकपाका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको छ। सांसद ओलीले मंगलबार काठमाडौँ जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गर्नुभएको हो। नेता पन्तले राष्ट्रिय सभाकी सांसद ओलीमाथि केही समय अघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए। सो टिप्पणी सबैतिर तीव्र आलोचना भएको थियो। नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा दिदीबहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नु परेको राष्ट्रिय सभा सदस्य ओलीले बताउनुभयो। यसै कारणले गर्दाखेरि उहाँले मसँग माफी पनि माग्नु भएको छैन र यो यस्तो एउटा ठाउँमा पुगेको छ, यसरी यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि यो माफ गर्न
क्षम्य हुने खालको छैन। त्यस कारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त दिदीबहिनीहरू समस्त आमा दिदीबहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेको हुनाले चाहिँ मैले मुद्दा दर्ता गर्दै सांसद ओलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आफूले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरूको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताइन्। नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डाक्टर भूपेन्द्र बहादुर खड्काको 80 वर्षको उमेरमा निधन भएको छ। बेनी नगरपालिका 8 सङ्चोकमा निवासी उनको काठमाडौँ छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ। आकस्मात बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको कांग्रेस म्याग्दीले जनाएको छ। उनी गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत हुनुभएका थिए। कांग्रेस म्याग्दीका प्रवक्ता अजय मिलन श्रेष्ठका अनुसार खड्का 2056 देखि 2067 सम्म 2 कार्यकाल कांग्रेसका जिल्ला सभापति बनेका थिए। अपन समाचारमा अहिले व्यावसायिक विश्रामपछि नेपालमा पछिल्लो 24 घण्टामा थप 59 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। सप्तरीमा 11 वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ। र कैलालीको गोदावरी स्थित केएस कन्स्ट्रक्सनमा आगलगी 1 करोडको क्षति। नेपालमा पछिल्लो 24 घण्टामा थप 59 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या 2,74,869 पुगेको छ। पछिल्लो 24 घण्टामा 60 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या 2,70,987 पुगेको छ। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 1 रहेको मन्त्रालयले पुष्टि गरेको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3012 पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या 870 रहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णकुमार श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिनुभएको छ। मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताउनुभयो। कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिने गरी पुस्तकको प्रकाशन गर्न उहाँले निर्देशन दिनुभयो। विगतमा जे जस्तो आओस्, हामी विगतको मैले 5 इज पास भनिसकेका छौँ। वर्तमानमा सचिवज्यू यहीँ हुनुहुन्छ, म यहीँ छु। वर्तमानमा म यो कमेन्ट चाहिँ सुन्न चाहन्न। अब तपाईँहरूलाई म यहाँ तपाईँहरूमध्येको ध्यान आकर्षण गर्न चाहन्छु। हेर्दै जाँदाखेरि 6 क्लासको चाहिँ किताबको चाहिँ छपाइमा तपाईँहरूको त्यहाँ यसो हेर्दाखेरि 6 क्लासको किताब छपाइ भइरहेको छैन। 6 क्लासको किताब छपाइ भएन भने भोलि 6 क्लासको किताब तपाईँले समयमा विद्यार्थीहरूलाई पुर्याउन सक्नु भएन भने त्यसपछि फेरि भन्ने छ कुन क्लास भन्ने छैन। तपाईँहरूलाई मिडियाले यसरी लखेट्ने छ कि जनशिक्षाले, अनि जनशिक्षा भनिरहँदाखेरि शिक्षा मन्त्रालय जोड्छ। शिक्षा मन्त्रालय जो अब नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुनु भन्दै मन्त्री श्रेष्ठले कक्षा 1 देखि 12 कक्षासम्मको पुस्तक प्रकाशन गर्नका लागि निर्देशन दिनुभयो। मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकाले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिन सक्ने स्थितिमा रहनुपर्ने बताउनुभयो। ललितपुरमा रहेको कुमारी छे र कुमारी घर पुनर्निर्माण भएको छ। 2072 सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुर स्थित कुमारी छे र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको छ। मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा 16 मा रहेको कुमारी छे र कुमारी निवासको शिलान्यास गर्नुभयो। विशेष गरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भूकम्प पश्चात क्षतिग्रस्त बनेको छ। भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको 4,45,94,985 रुपैयाँ 32 पैसा लागतमा भइरहेको भौतिक संरचनाको पुनर्निर्माण र नयाँ कुमारी घर निर्माण गर्न लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन योजना निर्देशक श्याम किशोर सिंहले बताउनुभयो। हरू चाहिँ चिरा परेको, तेर्सो, ठारो र चिरा परेको र यो भवन त्यसपछि चाहिँ प्रयोग हुन लायक रहेन। त्यो भवन जोखिमयुक्त भयो र त्यसलाई चाहिँ नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट यसलाई चाहिँ यो भवनलाई बनाउने निश्चित गर्यो र नेपाल सरकारबाट डाटा संकलन गरेपछि भारत सरकारले चाहिँ 28बाट देशभरिका 28बाट 1.5 वर्षमा सम्पन्न गरिसक्ने गरी बनाउन लागि भवन भूकम्प प्रतिरोधी बनाइने उहाँको भनाइ छ।
सप्तरीमा 11 वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका 5 बस्ने 28 वर्षीय नरेश मण्डल धानुक रहेको प्रहरीले जनाएको छ। धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। धानुकले ती बालिकालाई फागुन 19 गते बेलुकी जबरजस्ती गरी फरार भएको मोरङका इलाका प्रहरी कार्यालयले जनाएको छ। धानुकलाई विराटनगर नगरपालिका 15मा लुकाछिपी हिँडुल गरिरहेको अवस्थामा पक्राउ परेको हो। कैलालीको गोदावरी नगरपालिका 5 गेटा गाउँमा सञ्चालित केएस कन्स्ट्रक्सनमा भएको आगलगीबाट झण्डै 1 करोड बराबरको मालसामान जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्स्ट्रक्सनमा आज बिहान भएको आगलगीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधन प्रयोग गरिने मालसामान जलेर नष्ट भएको जानकारी दिनुभयो। अन्त्यमा हेडलाइन्स फेरि एकपटक। धादिङको बेनीघाटमा ट्रक दुर्घटना, 2 जनाको मृत्यु। सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगबाट ओली प्रचण्ड नेतृत्वको नेकपा खारिज। राष्ट्रिय सभा सांसद कोमल ओलीबाट नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर। नेपालमा पछिल्लो 24 घण्टामा थप 59 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। र सप्तरीमा 11 वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।